मलाई चाहिँ यो धेरै खासै बनाउन त आउँदैन र पनि एक्सपेरिमेन्ट गरिराख्नु मन लाग्छ खानाको लागि। अनि टक्कसँग आज फ्राइड राइस खाइदिउँ न भनेर अनि टक्क चिकन ल्याएँ, चिकन ल्याएर टक्क चिकन ब्रेस्ट ल्याएर मजाले मेरिनेट गरेँ। टक्क त्यसमा मरमसलाहरू हालेर सबै कुरा नुन होइन यताउति हालेर टक्कसँग छेउमा राखेँ मेरिनेट गर्नलाई। अनि मेरिनेट गरिसकेपछि टक्क क्याप्सिकम काटेँ छेउमा, अनि क्याप्सिकम काटेपछि टक्क प्याज पनि काटेँ मैले सानो सानो चपिङ गरेर। अनि त्यसपछि चामललाई हल्का काँचो हुने गरी अलिअलि पकाएँ। अनि त्यसपछि फ्राइङ प्यानमा तेल हालेँ, त्यसमा बिन्स हालेर त्यसलाई काँचो काँचो हुने गरी पकाएर निकालेँ। अनि त्यसपछि अघि मेरिनेट गरेर राखेको चिकनलाई मजाले ब्राउन कलर हुने गरी मजाले त्यसलाई फ्राई गरेँ। अनि फ्राई गरेर त्यसलाई पनि निकालेँ। अनि ठक्क छेउमा त्यसपछि अलिकति तेल हालेर अन्डा हालेर 2वटा अन्डा हालेर त्यसलाई पनि फ्राई गरेँ। अनि फ्राई गर्दा गर्दै अनि त्यसमा मैले अघि राखेको सबै कुराहरू प्याज क्याप्सिकम बन्दाकोपीहरू हालेँ। अनि चामल हालेँ। त्यसपछि चिकन अनि बिन्स राखेर अनि अलिकति ओभरफ्लो भएको छ र पनि एडजस्ट गरेँ, बनाएँ, मिठो भयो।